यता यी बुढाको कुरा सुनौ त लु। म 5000 फिट माथिबाट हेलिकप्टरबाट खसेको छु र त्यो हेलिकप्टर कच्याकुचुक हुँदाखेरि पनि हेलिकप्टर कच्याकुचुक भयो भनेपछि हाम्रो नेपालमा कस्तो खालको हेलिकप्टर ल्याए बुढाले भन्ने कुरामा पनि अलिकति प्रश्न उठ्छ। हामीलाई त हेलिकप्टरहरू अलिकति क्र्यास हुनु साथै होइन पड्किन्छ भन्ने हामी त बुझ्छौँ, मान्छे कति मर्छन् भन्ने बुझ्छौँ। तर बुढालाई त त्यस्तो होइन रहेछ। बुढा हेलिकप्टर कुचिँदा पनि बुढा बाँचे भनेपछि हामीले मरोस् भनेर धुप हालेर पुत्ला जलाएर मर्छ त यी बुढा मर्छन् त? मर्दैन। त्यस कारणले मलाई केपी ओली असाध्यै मनपर्छ होइन। केपी ओलीलाई गाली गर्न हुँदैन, तर केपी ओली मलाई असाध्यै मनपर्छ। जिउँदो होइन तर मरेको मनपर्छ। असाध्यै मनपर्छ, जिउँदो होइन तर मरेको मनपर्छ। त्यसैले बुढा चुनाव अगाडि नै अट्याक भएर मरे भने त चुनाव झापा पाँचमा चुनावै रोकिन्छ क्या हो? बुढाले मेरो भिडियो हेऱ्यो भने त बुढाको म 2072 सालमा त खत्रै भक्त पो थिएँ हो, खतरा सपोर्ट गर्थेँ बुढालाई। बुढाले आफ्नो छवि ख्याति गुडविल सबै नासै गरे बुढाले। यी बुढा हत्यारा बुढा, यी बुढा घन्टीमा मतदान गर्नुहोस् है। मलाई बुढाले फेरि घन्टे भन्ला म घन्टे त होइन बुढा, होइन। म तपाईँकै भक्त थिएँ क्या पहिला, एमालेबाटै विकसित भएर म अहिले घन्टीमा आएको तपाईँकै कारणले। तपाईँमा मैले केही देखिनँ। मान्छे मार्ने, 72जनालाई मार्ने, गोली ताक्ने, हान्ने, हेलिकप्टर चढेर भाग्ने बाहेक केही भएन बुढा। हेलिकप्टर कच्याकुचुक हुनुपर्ने त त्यतिखेर हो नि। अब त्यतिखेर कच्याकुचुक भएन। अब के भने त्यतिखेर चाहिँ 6000 फिटमा उडाएको थियो होला, 5000 फिटबाट तल झर्दा त मर्नु भएन भनेपछि के बिबा। अब ल रेस्ट गर्नु बा, रेस्ट गर्नु।